लु मेरो तरकारी चाहिँ यस्तो भइसक्यो कस्तो भयो भन्नुहोस् है कमेन्टमा करालाई चाहिँ इग्नोर गरिदिनुहोस् है यो मभन्दा जेठो करायो यस्तो कालै हुन्छ भात तरकारी हेर्नुहोस् है साथीहरू तरकारी चाहिँ पाकिसकेको छ अब दाल हेर्नुहुँदैछ म्याम हामी सबैले पाहुनाहरू फाइनली मेरो चाहिँ पाको है तरकारी गाइस आगोमा अर्ग्यानिक दुवा खतरा मेरो म्याम पाउ हेलो गाइस तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो मिस प्रजिता राईले यहाँनिर उहाँले चाहिँ फुल टपक्कै चुराउनु भयो पछि नै हेर्नु होला है बाई बाई यहाँ केराबारीमा चाहिँ यस्तो भद्र रोड र पुल छ अनि सिरिज भुल्ने बेला चाहिँ एकदम यो ठाउँ चाहिँ भाइरल हुन्छ अहिले चाहिँ सिरिज छैन खदम आज सानो दोकान पनि रहेछ ची भनेर नभन्नु होला हाम्रो चाहिँ यस्तै छ अब लुकाएर लुकाउनु मिल्दैन छेकेर छेक्नु पनि सकिँदैन जे छ यस्तै छ साथीहरू अनि हाम्रो दिदी चाहिँ नाना चाहिँ आउनुभएको छ हाम्रो घर अनि मिठो खाना पकाएर दिनु पर्यो भन्दैछु यहाँ तर आगो पुग्नुमा बल्नु मान्नु हुँदैन अनि मेरो चाहिँ चिम्टा न्यू स्टाइलको छ यहाँ यस्तो चिम्टा देख्नु भएको छ नि तपाईँहरूले यो चाहिँ मेरै घरमा मात्रै देख्न सक्नुहुन्छ तपाईँहरूले चिम्टा के को हो त्यो यो बाँसको चिम्टा अनि एउटै बाँसबाट यस्तो बनेको त देख्नु भएको छैन होला अब तपाईँहरूले चाहिँ यस्तो मान्छेहरू तपाईँहरूलाई मलाई गिफ्ट दिनु छ भने चाहिँ लुगा सुगा यस्तो यस्तो स्ट्यान्ड दिनुहोस् प्लिज के गर्नु भएको यो म चाहिँ पोत लाउँदैछु है अगाडि नै लाउनु पर्ने तर मैले चाहिँ चामल भिजाइसकेको छु र मैले यसरी लाउँदैछु यसको ढङ्ग छैन नभन्नु होला ढङ्ग त 100% छ नि है भाउजू यस्तो अरूभन्दा पनि ग्यास पनि छ कि तर मलाई चाहिँ आगोमै पकाएको मिठो लाग्छ क्या आगोमा पकाएको मिठो हुन्छ त्यही भएर भसा हो यो अर्ग्यानिक भसा हाम्रो भाषामा चाहिँ भसा भन्छ तर नेपालीबाट चाहिँ यो सुँगुरको मासु हो साथीहरू यहाँ म काट्नु गइरहेको छु यहाँ टक्कसँग यहाँ यसलाई चाहिँ भन्छ दबे 4 इन्चको राईहरूको नि फेरि राईहरूलाई रिस उठायो भने सुँगुरको उयो गऱ्यो भने सुँगुरको मासु पनि खानु पाइन्छ रिस उठायो भने फेरि 4 इन्चको पनि खानु पाइन्छ नि साथीहरू यस्तै छ यसो अर्ग्यानिक घरकै काट्दै हुनुहुन्छ ल उहाँले चाहिँ मजाले नै जे होस् भाउजू लसुन केलाउने नन्दा मासु काट्ने नाइ घरमा जानु भएन सिधै अबदेखि नाइ घर जाने क्या सामान त्यहाँ पनि सकेको रहेछ यो काट्ने चाहिँ उहाँ हुनुहुन्छ म मेरो भात बसाएको भात पाक्दैछ है साथी मेरो चाहिँ हाम्रो मन्जना म्याम हाम्रो मन्जना म्याम यहाँनिर मसला पिसिङ हुँदैछ हाम्रो चाहिँ साथीहरू मसला चाहिँ ढुटिसक्नु भएको छ यहाँनिर यहाँ चाहिँ हाम्रो दाल पाक्दैछ ग्यासमा टक्क मेरो किचन यस्तो छ सानो मेरो किचन प्याज के लाउनु हुँदैछ हाम्रो म्यामले यहाँनिर यो चाहिँ हाम्रो आलु हामी चाहिँ यसरी राखेको छौँ है यहाँ आलु चाहिँ साथीहरू हाम्रो डनहरू चाहिँ यहाँनिर यस्तोरी बसिरहेछन् आँखा टल्केको हेर न हाम्रो म्याम मन्जना राई माम पाक्दैछ आगोमा चाहिँ किन पकाएको भन्दाखेरि अर्ग्यानिक मिठो हुन्छ त्यही भएर मैले आगोमै पकाएँ साथीहरू दाल चाहिँ अघि नै देख्नुभयो ग्यासमा पकाएको हल्का साम्पाङको यस्तो बिग फ्यान चाहिँ हुनुपर्छ कमेन्ट एक हेर्दैछ जोस साम्पाङ्गे भएर चाहिँ म एकदम खुसी छु हौ घरिघरि भाषाहरू सुन्दा चाहिँ क्या आनन्द सुखो मिला जस्तो हुन्छ लसुन
काट्दैछु साथीहरू यहाँ अब फेरि हुँदैन। बेसार लागेको भए हुन्थ्यो नि। अब लाउनु अब चाहिँ कसैले चाहिँ मासु अगाडि नै त तेलसँगै लाउँछ होइन, म चाहिँ यसरी नै लाउँछु क्या। त्यही भएछ त कसले कुटो आगोले क्या हामी आफ्नो आफ्नो गफकाफ चल्दैछ यहाँ तरकारी पाक्छ। साथीहरू आज चाहिँ हाम्रो भिडियो यस्तै भयो। अनि यहाँ हेर्नु सक्नुहुन्छ म चाहिँ खाना पस्किँदै थिएँ, भाउजूले दाल पस्किनु हुँदै थियो अनि सोल्टीहरू बनाइसक्नु भएको थियो, मम्मीहरू पनि। अनि हामी सबैजना मिलेर मिठो खाना खायौँ साथीहरू। अनि मैले खाना खाएको चाहिँ भिडियो ल्याउन सकिनँ। साथीहरू के कस्तो भयो भनिदिनु होला। अनि लास्टमा चाहिँ मेरो घरदैनिर मम्मी हुनुहुन्छ।